आज हामी बनाउने छौं एकदमै डिलिसियस काँचो आँप र टमाटरको चटनी जुन कि अहिले निकै भाइरल पनि भइरहेको छ। यसको स्वादको त कुरै नगर्नु साथीहरु, स्वाद यति गजबको छ नि कि हजुरहरुले आँपको सिजन नसकुन्जेलसम्म यो चटनी पटक पटक बनाएर खाइराख्नुहुन्छ। हेलो नमस्ते अस्सलाम वालेकुम, वेलकम ब्याक टु नेपाली साइन्स फूड कर्नर। आजको यो रेसिपी एकदमै दामी छ, हजुरहरुले भिडियोलाई अन्तिमसम्म हेर्नु होला। साथै रेसिपी राम्रो लागेमा भिडियोलाई लाइक गरी च्यानललाई पक्कै पनि सब्स्क्राइब गर्नु होला। ल अब हामी एकदमै स्वादिलो काँचो आँपको चटनीको रेसिपी तर्फ लागौं। चटनी बनाउनको लागि मुख्य सामग्रीमा हामीलाई चाहिन्छ एउटा मिडियम साइजको फ्रेश काँचो आँप, साथै यसरी बोक्रा फालेको 10-12 वटा जति लहसुन, 2 वटा मिडियम साइजको टमाटर र 4-5 वटा जति हरियो खुर्सानी। अब हामीले चाकुको सहायताले आँपको साइडको भागलाई काटिहाल्छौं। साथै हामीले टमाटरलाई पनि यसरी 2 टुक्रामा काटेर तयार पार्ने। यहाँ मैले ग्यासमाथि एउटा प्यान बसालिसकेकी छु जसमा म राख्दै छु थोरै तोरीको तेल। अब हामीले तेललाई एकदमै राम्ररी तातिन दिने। तेल अब एकदमै मजाले तातिसकेपछि हामीले यसमा काटेको टमाटर, आँप, हरियो खुर्सानी र लहसुनलाई राख्ने। सबै सामग्रीहरू प्यानमा राखिसकेपछि माथिबाट अब हामीले अलिकति नुनलाई स्प्रिङ्कल गर्छौं। अब हामीले मिडियम फ्लेममा आँप, टमाटर र बाँकी सामग्रीहरू राम्ररी सफ्ट हुने गरी पकाउँछौं। साथीहरु, यदि हजुरहरुले एकचोटी यो तरिकाबाट काँचो आँप र टमाटरको चटनी बनाएर खानुहुन्छ भने नि हजुरहरुले म ग्यारेन्टी भन्छु हजुरहरुले यो चटनी बिना त बिहान बेलुका खाना नै रुचाउनुहुन्न। यसको स्वाद यति गजबको हुन्छ नि साथीहरु, हजुरहरुले दिनहुँ यो चटनी बनाउन रुचाउनुहुन्छ। यहाँ अब आँप, टमाटर, लहसुन र खुर्सानी मजाले पाकिसकेको छ, हजुरहरुले हेर्न सक्नुहुनेछ। अब हामीले ग्यासको फ्लेमलाई अफ गरेर सबैलाई एकैछिन चिसो हुन दिन्छौं। चटनी बनाउनको लागि अब हामीलाई चाहिन्छ यस्तो एउटा चपर। यदि हामीसँग यस्तो चपर छैन भने हामीले मिक्सीको जार अथवा सिलौटोको पनि युज गर्न सक्छौं। सिलौटोमा त यो चटनी झन् एकदमै स्वादिलो बनेर तयार हुन्छ। अब आँप हाम्रो यहाँ एकदमै मजाले चिसो भइसकेको छ। अब हामीले चम्चाको सहायताले यसको मात्रै पल्पलाई यसरी झिकेर चपरमा राख्ने। अब हामीले बाँकी रहेको सामग्रीलाई पनि यसमै राख्छौं। यहाँ मैले टमाटरको बोक्रा फालिसकेकी छु, यहाँ मैले टमाटरलाई पनि यसमै एड गरे, साथै पकाएको लहसुन र खुर्सानीलाई पनि राखे। अब म यसमा राख्दै छु यसरी रफली चप गरेको एउटा मिडियम साइजको प्याज, साथै 3-4 वटा जति पुदिनाको पत्ता र थोरै धनियाको पत्ता। यसरी धनिया र पुदिनाको फ्लेभर आँपको चटनीमा एकदमै मिठो हुन्छ। अब म यसमा राख्दै छु स्वाद अनुसार नुन र आधी चम्चा जति काश्मिरी रेड चिली पाउडर। यसले हाम्रो चटनीमा एकदमै मिठो कलर आउँछ। अब हामीले यसलाई बन्द गरेर मजाले चलाइहाल्छौं। ल यहाँ हेर्नुस् त साथीहरु, कति मजाको हाम्रो यहाँ आँपको चटनी पिसेर तयार भएको छ। यो चटनी हेरेपछि त कस्तो मुखमा पानी आउने के। यहाँ अब मैले जम्मै चटनीलाई एउटा प्लेटमा खन्याइसकेकी छु। अब म यसमा राख्दै छु 1 चम्चा तोरीको तेल। तोरीको तेल बिना त यो चटनी एकदमै अधुरो छ। अब हामीले तेल राखिसकेपछि एकचोटी मजाले मिक्स गर्ने। यहाँ हाम्रो अब एकदमै स्वादिलो माउथ वाटरिङ सुपर डिलिसियस काँचो आँप र टमाटरको चटनी बनेर तयार छ। अब हजुरहरुले यसलाई रोटी, पुरी, परौठा, भात जेसुकैसँग पनि सर्भ गर्नुस्, यो एकदमै मिठो हुन्छ। सो साथीहरु, हजुरहरुले आजको यो रेसिपी कस्तो लाग्यो मलाई कमेन्ट बक्समा भन्न नबिर्सिनु होला। साथै भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। अब म हजुरहरुसँग एउटा नयाँ रेसिपीको साथ फेरि पनि भेट्ने नै छु। टिल देन टेक केयर, बाइ।